अब हामी चाहिँ खाजा खानु गएको है गाइस। खाजा ब्रेक भयो, लन्च ब्रेक भयो, गएको। अब पारी खालि यसले पारीलाई पारी मात्रै मनपर्छ कि अहिले हामी सर चाहिँ ट्रान्सपोर्ट लिएको छ नि हामीले पारी। के भन्नु छ बेतना यहाँले चाहिँ अब खाजा जाँदैछ गाइस। हामी लन्च गर्नु गएको। यस गाइस दुईजनै त्यहाँ ब्लग गर्दैछ हामी एक दुसरामा है गाइस। यहाँ चाहिँ हुनु हाई पद दी तपाईँ पनि खाजा जुन खाजा खानु ल गर्दिन। हाई दी दी अब पढाउँदैछ पिङ्कमा चाहिँ ब्युटिफुल। प्यार आता है तुझ पे प्यार आता है। गाइस म चाहिँ अब खाजा खानु गएको होइन। सो मेरो डल्लै गर्नु ब्लग ब्लगको त यही हुने गाइस। आफ्नो टायर नजाएको के गर्नु। तँ मलाई चम्पा यु कल मी चम्पा। यसले मलाई चम्पा अरे गाइस। यस्तो राम्रो ब्युटिफुल साथी पाउँदा के को तँलाई के को प्राउड फिगर प्राउड। सो गाइस हामी चाहिँ खाजा खानु आएको होइन। एभ्री टाइम चाहिँ हामी चाहिँ पहिला चाहिँ खान्थ्यौँ नि त फुलपाडी बिजेकोमा होइन मेरो साथीकोमा। त्यहाँ मिठो पाउँछ तर हामीलाई सजिलो हुन्छ त्यही कारण चाहिँ हामी यहाँ फुलपाडी यहाँ चाहिँ मिठो मिठो चप पाउँछ, आलु थुक्पा पाउँछ होइन, फाले पाउँछ, मोमो पाउँछ। सो हामी चाहिँ ढकाल गाउँको पारिपट्टि छ। सो अरू जेहरूले पनि खाजा खाँदैछ। हाम्रो साथी आशुतोषहरू न अरू त नाम त मलाई छैन अरूको त। सो गाइस अब हामी खाजा जान्छ है गाइस। र यहाँ चाहिँ हाम्रो ह्यान्डसम साथी आशुतोष सन्देशहरू खाजा खाँदैछ गाइस। के एब्सेन्ट मान्छ तेरो चाहिँ इस्कुस सकेछ। कस्तो भयो भने कस्तो खाना बोल्छु है बेच्दा यिनीहरूको नयाँ यसको आउँछ किस्त किने सुन्ता। यसको दामी भएको छ हो। सबै दामी भएको छ। लास्ट केरा खाएका नि क्या मजा भएको छ है। अब हामी चाहिँ खाले खानु टेक्छ गाइस। कोही बेला तिलको, कोही बेला खोर्सानी, टमाटर, कोही बेला छुर्पी हो त्यस्तो। कमिङ सन्डे चाहिँ 1 वर्ष भयो रे तिलको हुन्छ नि हुन्छ हुनु त। टोक त 1 बाइट। फिलाएर भुँडी मात्रै लागेको हजुर। झन् तिलमा त झन् महँगो पर्छ। सो गाइस है हामीले खाजा खाइसक्यो। मैले चिकन फाले हामी 4जना चिकन फाले खायो होइन। मैले 2टा खाएँ। सबै दुधहरू खायो। उबर दामी थियो हो। सो यहाँनिर अब बेच्नाहरूले यसको रहेछ। सो म यहाँ पर्खिरहेको छु बेच्नाहरूलाई हो। सो अब हामी जाने बेला चाहिँ लन्च ब्रेक सक्यो। सो फेरि ब्याक टु ड्युटी गाइस। बेच्दै गरौँ। चल चाहिँ गिभ अप गर्नु हुँदैन गाइस। बेदु एक दिन चल्छ यस्तो हुन्छ मेमोरिज पनि हुन्छ नि। हाम्रो यो भ्लग चाहिँ किन भन्दा चाहिँ एक दिन होइन हाम्रो भ्लग हेरेर हाम्रो नानीहरू फ्युचरमा मेरो मम्मीले पनि भ्लग गर्थ्यो रहेछ, मेरो मम्मी र मम्मीको साथीले भ्लग पुरा गर्थ्यो रहेछ भने हाम्रो नानीहरूले पनि छक्कै पर्छ नगर्नु आमाहरू पनि कतिको चाहिँ मोडर्न थियो भनेर। पिरो भयो। म चाहिँ अचार लभर हो नि त। अचार साह्रै मनपर्छ। कहाँ सो गाइस फाले साले खाइसक्यो होइन। सो मलाई एउटा के याद आयो भन्दाखेरि चाहिँ होइन मेरो बहिनीको बर्थडे चाहिँ 21 तारिक होइन। अन्त बिचारा बहिनी भन्दै थियो दि मलाई केक ल्याइदिएन भन्दै थिएन। सो है त्यसको लागि केक ल्याउनु जानुपर्ने छ। आज अर्डर गरिदिइरहेको छु गाइस है। धन्न मलाई याद आयो। थ्याङ्क यू हेरिदिनुहुन्छ। थ्याङ्क यू थ्याङ्क यू सो मच। फलो गरिदिनुहोस् है गाइस। हुन्छ देखिस् है मैले नि बाटोबाट धन्न मैले ब्लग गरेर क्याप्चर गर्नु पाएँ क्या हो। यो र म जाँदै थिएँ होइन। अन्त अचानक मैले आज क्याप्चर गर्नु पाएँ। गाडीको भाइले भन्यो तपाईँको भिडियो दामी दामी चल्दैछ भने के छ हामीलाई कतिले चिन्छ। एक दिन हुन्छ टाइम लाग्छ बेदु तर हामी पनि हुन्छ। सबैले हाम्रो तारिफ गर्छ बाटो। तँलाई कस्तो फिल भयो तँलाई त्यस्तो भन्दा? गुड
खुसी लाग्यो होइन फिलिङ गुड हामीलाई चाहिँ तपाईँहरूको यस्तो माया पाउँदा चाहिँ सपोर्ट गर्दा बहुत खुसी लाग्छ गाइस थ्याङ्क यू गएको के किन्नु पर्छ अब फेरि ए ह्यान्डसोपहरू कहाँ थियो तपाईँलाई देखिन त मैले आज अघि उता त हेयरकट हामीलाई अघि हेयरकट ओभर द हामी देख्छ है अघि यस्तो कट काट्नु ल ए हाई ठिक हुन्छ कृष्ण वेट गरेको मैले त्यो चाहिँ माथि छ खाजा खानुभयो किन नभएको कहाँ हो तपाईँको चाहिँ अम्बो अब त्यहाँ बनाउँछ भाइ अब फेरि आउने फर्केर ए हजुर ए ओके बाई यो मिठाई सबैले खान्छ हौ चुइ गम्दैन यस थ्याङ्क यू मलाई अहिले के दिएछ म्याङ्गो एन्ड सेन्टर फ्रुट राम्रो दिएछ राम्रो दिएछ ल लिपस्टिक लाग न हौ अलिकति ढुस्छ लगाएको त यो कालो हो नि त ल बाई भरे भेटौँ बाई सो गाइस है अब लन्च गरिसकेँ आयो अब म चाहिँ ड्युटी सो ड्युटी सकेर चाहिँ आज के छ भने प्लिज मैले चाहिँ केक अर्डर गर्नु छ बहिनीको लागि त्यो चाहिँ म नबिर्सौँ भनेर म सोच्दैछु सो रानीपुल गएर कन्टेन्ट बनाएर हाम्रो भिडियो बनाएर त्यहाँदेखि रानीपुल गएर बहिनीको लागि केक अर्डर गर्नुपर्ने छ सो गाइस अब चाहिँ म गएको सो भेट्ने छु आफ्टर ड्युटी हेलो गाइस वेलकम ब्याक म फेरि आइपुगेको छु तपाईँको अगाडि होइन सो ड्युटी छुट्टी भइसकेँ सो के हो भन्दाखेरि चाहिँ यहाँनिर म चाहिँ अब कृष्ण बेतनालाई पर्खेको होइन कन्टेन्ट बनाउँछ होला तर आज मेरो कन्टेन्ट केही पनि सोचेको छुइनँ किनभने आज ड्युटीमा कामै काम थियो सो त्यसले गर्दा मैले कन्टेन्ट सोचेको छुइनँ हो अब हेर्नु के हुन्छ सायद सोचौँ र कृष्ण बेतनालाई पर्खिरहेको छु कन्टेन्ट बनाएर चाहिँ फेरि म जान्छु रानीपुल है रानीपुल गएर मेरो बहिनीको लागि केक अर्डर गर्नुपर्ने छ सो गाइस है अब न पर्ख्यौँ कति टाइम लाग्छ रहेछ सो गाइस यिनीहरू कृष्ण बेच्न आइपुगेको छैन म चाहिँ पर्खिँदा मलाई बोरिङ भइसक्यो अब कन्टेन्ट गर्नु छिटो कन्टेन्ट गर्नु छ भने हतार हुन्छ त्यही कारण मेरो चाहिँ लिपस्टिक सकेको छ म चाहिँ लिपस्टिक लगाउनु चाहिँ नक्कली छु नि त म जन्मै अब लाइक सानैदेखि जब म बेबी थिएँ नि जब म 5 इयर्स 6 थिएँ त्यहाँदेखि नाचेको गर्थेँ त्यही माथि म पुरा नक्कली थिएँ सानैदेखि लिपस्टिकहरू होइन अब लाउने सानोमै मलाई चाहिँ रबर लजरको चाहिँ लाली पेन्सिलको लिपस्टिकहरू कोरिबस्थेँ नि त सो म सानोदेखि नक्कली हो होइन तर हार्ट चाहिँ एकदम काइन्ड हार्टेड छ दयालु छ हार्ट चाहिँ होइन त्यही कारण चाहिँ गाइस लिपस्टिक लगाउँदैछु रमे नक्कल स्टार्ट गाइस ओप छिटो आउँछ यिनीहरू गाइस म यिनीहरू वेट गर्दा नक्कल परेर बस्सक्दम आइपुगेको छैन म कस्तो अल्छी लागिरहेको छ गाइस म चाहिँ वेट गर्नु सक्दिनँ हौ म पनि टाइममा पुग्छु 10 बजीहरूमा 9 बजी पुग्छु हो मलाई वेट गर्नु पुरा अल्छी लाग्छ यहाँ निन्दा लागिसक्यो प्रभु प्यार आता है तुझ पे प्यार आता है गाइस मेरो जिग्रीहरू यहाँ आयो यिनीहरू बिना आइ एम नथिङ सो अब आइपुग्यो सास छैन भने चाहिँ सास छैन नि तिमीहरूको एक एकवटा उहिले चलाइहाल्छु यो काम के सोच्छु त्यहाँ कन्टेन्ट म आज केही चलेको छैन दिमागमा मेरो अब हाम्रो बेड भइ गाइस अब चाहिँ हामी कन्टेन्ट बनाउन स्टार्ट गर्न लागेको अब सो तपाईँलाई फेरि भेट्ने छ आफ्टर कन्टेन्ट सकेर सो गाइस म फाइनल आइपुगेको छु होइन सो बहिनीको केक अर्डर गर्नुहोस् बहिनीको लागि कति म राइनी भएर होला एउटै बुढालाई रिसिभ गरिबस्दो रहेछु गाइस सो अब जाँदैछु है हेलो फाइनली पुष्पालाई भेट्यो कहाँ आएको ट्रेनिङबाट आएको हो ब्लगमा तिमी जाँदै हुँदैछ है नै गाइस पुष्पा प्रधानलाई पनि फलो सपोर्ट गरिदिनुहोस् ब्लग जाँदै बनाउँछ है मेरो पुष्पा प्रधान 24 छ है युट्युबमा मेरो मेन्सन छ फेसबुकमा ब्लग फलो गरिदिनुहोस् है मेरो साथी बहिनी हो कि तर उले जाँदै ब्लग बनाउँछ हो भेटे हो कस्तो टाइट त्यही त म पनि अब गर्दै आएको थिएँ कि सामान किन्न आएको कि आफूहरू किन आँटेको हो म पनि जाने अब कहिले भेटौँ न ल भेट्नु पाएको छैन है ल गाइस अब छुटेको बाई बाई हेलो गाइस प्लिज सब्सक्राइब टु आवर च्यानल थ्याङ्क यू हाम्रो भिडियो फलो गरिदिनुहोस् है कस्तो खुसी लाग्यो कि तादुङ कलेज पढ्ने होइन एकजना होइन
साथी भनौँ कि दिदी भनौँ बहिनी भनौँ कि होइन यस्तो बिग फ्यान भनेर हक गऱ्यो होइन तपाईँ कन्टेन्ट दामी दामी हुँदैछ भन्दै अङ्ग्लो मारे कस्तो खुसी लाग्यो होइन तर लास्टमा के विश्वास भयो भन्दाखेरि चाहिँ नि मैले उसको भिडियो चाहिँ नि राम्रो क्याप्चर गर्नु पाएन म पुरा ऊ खुसी भएको देखेर म पुरा खुसी भएँ कि मैले भिडियो क्याप्चर गर्नु पाएन एनिवेज है त्यसरी दुःख लाग्यो सो म चाहिँ बहिनीको लागि केक छान्न आएको थिएँ कन्फ्युज थिएँ कुन चाहिँ लैजाउँ कुन चाहिँ लैजाउँ भनेर गाइस के प्रब्लम भइरहेको चाहिँ बहिनीलाई जुन चाहिँ मैले केक भनेको थिएँ बालुचीको उसलाई बालुचीको केक एकदम मन परेन अरे हो सो फेरि गएर त्यो देशको अर्डर गरिदिइरहेछ सो फेरि त्यो देशमा गएर अर्डर गरेर मैले भोलि बिहान केक मार्नेछु सो गाइस म गएको हो है दिदीहरू पनि प्रब्लम छ बहिनीलाई साह्रै बेसी के हो मायाको टाउमा टेकेर तलाउँछ कि सो गाइस है लास्टमा चाहिँ त्यो देशमा जानु पर्यो सो गाइस है ढिलो रात पनि पऱ्यो है त्यसको लागि केक अर्डर गर्दाखेरि यहाँ के मन परेन त्यहाँ मन परेन हुन्छ लास्ट जानु पऱ्यो त्यो प्लिसमै सो है अब अर्डर त गऱ्यो भोलि आउनुहोस् न 9:15 भनेको छ है सो गाइस रात पनि पऱ्यो हेर्नुहोस् अँधेरो भइसक्यो डर लागिसक्यो है सो है गाइस अब गएको बाई बाई ढिलो भइसक्यो भेट्ने छ फेरि नेक्स्ट ब्लग दामी आउने छौँ है मजा मजा कन्टेन्टहरू हेर्नुहोस् हाम्रो फनी कन्टेन्टहरू छ है तपाईँले हेर्नुहोस् हाँस्नुहोस् है तपाईँलाई आई होप तपाईँलाई पनि ओपर मजा आउँदैछ सो गाइस बाई बाई भेट्दै गर्नु नेक्स्ट ब्लगमा गुड नाइट